के तपाईँलाई थाहा छ रेड स्क्वायर वास्तवमा रातो रङको कारणले राखिएको नाम हो? होइन भने किन रेड भनियो त? यो कुरा थाहा पाउन अन्तिमसम्म हेर्नुहोला। रुसको राजधानी मस्कोको मुटुमा रहेको यो ऐतिहासिक स्थान शताब्दीौँदेखि शक्ति, संस्कृति र इतिहासको प्रतीक बनेको छ। यहाँ उभिँदा तपाईँको अगाडि देखिन्छ रङ्गीन र परिकथा जस्तो देखिने सेन्ट बेसिल क्याथेड्रल, जसले संसारभरिका मानिसलाई मोहित बनाएको छ। ठीक छेउमै रहेको क्रेमलिन भने रुसको राजनैतिक शक्ति केन्द्र हो, जहाँबाट देशको शासन सञ्चालन हुन्छ र यही ठाउँमा इतिहासका थुप्रै महत्त्वपूर्ण घटनाहरू घटेका छन्, राजाहरूको घोषणादेखि लिएर विशाल परेडसम्म। तर रोचक कुरा के छ भने रेड शब्द वास्तवमा पुरानो रुसी भाषामा सुन्दर भन्ने अर्थमा प्रयोग हुन्थ्यो, त्यसैले रेड स्क्वायरको अर्थ वास्तवमा सुन्दर चोक हो। अब भन्नुहोस् त, नामअनुसारकै ठाउँ रहेछ नि, होइन त?